भुन्टीको भेषमा सुकुमायाले अन्ततः मोबाइल फोनबाट भूपेन्द्र र जेरीको अँगालो हालेको फोटो खिचिसकेकी छिन्। त्यो आधार बनाइसकेकी छिन्। यता त्यो फोटो आफ्नो हात पार्नको लागि जेरी र भूपेन्द्रले जुन षड्यन्त्र र जुन लडाई गरेका थिए त्यसमा उनीहरू सफल हुन सकेका छैनन्। यता भने यी भाउजू यी देउरानीलाई छुट्टै टेन्सन परेको छ आफ्नो सम्पत्ति सारा जाने भयो भनेर, र यिनीहरूको तागत केही पनि लाग्न सक्दैन दर्शकबिन्दहरू। किनभने जबसम्म भुन्टीको साथमा सुकुमाया हुनुहुन्छ तबसम्म भुन्टीलाई कसैले पनि हराउन सक्दैन। तपाईहरुलाई के लाग्छ? यदि तपाईहरुलाई भुन्टी मन पराउनुहुन्छ भनेपछि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला। र अब भुन्टीको विवाह यो केटासँग हुनुपर्छ भन्ने जतिले तल कमेन्टमा भुन्टीले यो केटासँग बिहे गर्नुपर्छ लेख्न नबिर्सनु होला दर्शकबिन्दहरू। तपाईहरुको एक कमेन्टले नै भुन्टीको नयाँ भागमा राम्रो हुनेछ। हस्, धन्यवाद।